हार्दिक नमन। एउटा कविता हजुरको लागि। कविताको शीर्षक छ प्रेम स्तम्भ। अब प्रेम दिवसको समय पनि आइरहेको छ नि, हजुरको लागि कविता। आगो बालेर तन सेकाइरहँदा तिमी त्यहाँ, म प्रणयको उष्णभूमिमा मेरो मन जलाइरहेछु। सगरमाथाको सेतो हिउँ चुमेर बहेको त्यो चिसो बतास किन सक्दैन चिस्याउन मेरो मन कति पनि। के तिम्रो आगमन त्यसभन्दा पनि शीतल छ र? पोहोर सालही मौसम, साँच्चै भनौँ यही दिन तिमीले अधरको बाटो गरी ठेलिदिएछौ मन्द बेस मेरो तनभरि मेरो मनभरि। सायद उसैको प्रभाव होला, बिस्तारै बिस्तारै मरिरहेछु म हर पल। तर त्यो मृत्यु म भित्रै निहित छ, कोही अन्दाजसम्म लगाउन सक्दैन कि म पार्थिव भइसकेँ। किनकि यो लास हिँड्छ, बोल्छ र आफूलाई जिउँदो साबित गर्न बडो कलात्मक मुस्कानको मकुण्डो पहिरिहाल्छ परिस्थितिको अगाडि। आज यो वर्षको प्रेम दिवस, तिम्रै बाटो कुरिरहेछु म उही गोदावरीमा, बिछ्याएर मनको मलमल, भिजाएर आँखाहरू अनि फुकाएर अँगालो। चाहना चाहना एउटै तिम्रो मायाको। आऊ आऊ यी आँखासँग आँखा बिसाऊ, मुटुको मुटुमा धड्कन मिसाऊ। निशब्द भई निष्प्राण भई आऊ बिलाऊ यही निष्प्राणतामा। आऊ अँगालौँ हाम्रो विलय मायाको क्यानभासमा, त्याग र समर्पणको इन्द्रेणी बनेर। अनि खडा गरौँ मायाको स्तम्भ यहाँ, जहाँ हजारौँ हजारौँ वर्षसम्म पनि बजारमा बेचिने र किनिने गुलाबले दूषित कलुषित पार्न नसकोस् पवित्र प्रणय। बरु आफै निस्तेज निर्जीव भई शिर झुकाइरहोस् अनन्त अनन्त अनन्तसम्म पनि। धन्यवाद यो समयको लागि। हजुरहरूको समय शुभ रहोस्, जय होस्।